संसारकै पवित्र मुलुक नेपालमा जन्मन र यही माटोको सुगन्धमा आफूलाई समर्पण गर्न पाउँदा हामी हरेक नेपाली पुलकित छौं, गर्वान्वित महसुस गर्दछौं। देश रक्षा र देश समृद्धिको सम्पूर्ण दर्शन बडा महाराज धीराजबाट बक्सेको दिव्य उपदेशबाट लिन सकिने अवस्था रहँदै हामी मध्येकै कतिपय दाजुभाइ दिदीबहिनी किन परायाद्वारा सृजित वाद र विवादको चक्रव्यूहमा फसिरहेका हुन्, हामी सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ। विश्व राजनीतिमा उतार चढाव उत्पन्न हुनु र शान्ति सन्तुलनको अवस्था फेरबदल भइरहनु स्वाभाविक हो, तर संसारमा उत्पन्न भइरहेको जुनसुकै स्तरको उतार चढाव र असन्तुलनको स्थितिमा पनि देशलाई सुरक्षित एवं एकताबद्ध राख्ने ज्ञान हामीलाई दिव्य उपदेश मार्फत प्राप्त छ। त्यसैले सबै देशभक्त नेपालीले दिव्य उपदेशलाई आफ्नो मार्गदर्शन सिद्धान्त बनाउन उपयुक्त हुने हाम्रो विश्वास छ।